मैले बिहान सोद्धाखेरि चाहिँ ल्याउँछु बाबु केक भने खान अब के गर्छ नि हेरौँ मैले केक काट्छु बाबु भन्थेँ अब हेरौँ के हुन्छ बुवाले किनेर ल्याइसकेछन् म मरिहाल्ने तपाईँलाई थाहा थियो त यस्तो हुन्छ भनेर यस्तो मलाई थाहा छैन म अब के हुन्छ यो कलियुगमा हेलो गाइस सो वेलकम टु माई ब्लग है एकदम तपाईँहरू कस्तो छ अनि तपाईँहरू कस्तो छ पुरा सन्चै होला भन्ने आशा लिएर बसिरहेको छु है अनि ठुलबाले फर्सी काट्ने भनेर केक काट्ने हो र फर्सी भन्ने भने ठुलबाले फर्सी अब ल बेलुका के तयारी गरेको घरमा है अनि केक किनिदिन्छु 500 रुपियाँ पुग्छ बढी पनि सक्दिनँ है पुग्छ होला 500 ले पुग्दैन र 2000 को कसले खाने यो गाउँको मान्छेले खानै सक्दैन 2000 को गाउँकोलाई गाउँभरिकोलाई पुग्छ यो गाउँमा लगभग 40,000 जना होला 40,000 लाई पुग्छ नि 2000 ले त कसले खान सक्छ र यति धेरै खान सक्दैन अनि ठुलबाले आज मासु त खाँदैनन् ठुलबाले भनेर के ल्याउनु त नि अर्को चना बोडी के पकाउने हो भनेर अनि यो खाटहरू तल यता सार्नु है अनि अब केक मिलाउनु पऱ्यो केक काट्ने ठाउँमा राख्नु पऱ्यो त्यस्तो न आज बर्थडे दिन त काम गर्नै हुँदैन नि मैले अनि ह्याप्पी बर्थडे मम्मी भनेर केक बनाइसकेको छ अहिले ठुलबाले फर्सी नकाटेर लिएर आएको भनिसके बिहानै भने फर्सी काट्नुपर्छ भने फर्सी काट्नु ठुलो कहाँ गयो त ठुलबालाई ठुलो फर्सी काममा हो ल भनि राम्रो यहाँतिर काममा गयो क्या यहाँतिर काममा गरेर होला हाम्रो ठुलबाले चाहिँ यहाँ ठुङ्कीतिर दिनभरि कुल्ली काम चाहिँ होइन बुवाले हस्पिटल बनाउँदैछन् अनि हस्पिटलमा काम गरेर पैसाले चाहिँ ठुल्मामलाई भरे डेरी मिल्क किटक्याट अनि त्यसपछि केक अनि मासु ल्याइदिने अनि गाउँभरि भोज ल्याइदिने भन्ने कुरा गरेर चाहिँ मैले बिहान सोद्धाखेरि चाहिँ ल्याउँछु बाबु केक भने खान अब के गर्छु नि हेरौँ अब ल्याउँछन् कि ल्याउँदैनन् है पर्सि काट्छु भने 6 बज्दैछ अनि घामहरू लगाइसक्यो अनि यो भतुवाहरू नि हो यिनीहरूलाई चाहिँ मैले सिकाउन धेरै अनि फाइनली सोच्छु भन्ने अनि हाम्रो ठुलबाले चाहिँ आज केकको साटो फर्सी काट्ने भनेर चाहिँ अनि फर्सी हुँदैन ठुलो मैले भनेको किन्न हुँदैन बाबु फर्सी भन्दै थिएँ अनि त्यो फर्सी चाहिँ ठुलबा एक्लै खान्छन् ठुलबाले केक खाँदैन नि त फर्सी ठुलबालाई रिटर्न गरिदिन्छौँ हामी त्यो चाहिँ केक चाहिँ हामी खान्छौँ कोही पनि छैन कि अनि पैसै हो बर्थडे चाहिँ आज स्पेसल हुन्छ त्यही हो ठुलबाको भाषण पनि सुन्नुपर्छ हामीले मैले केक काट्छु बाबु भन्थेँ अब हेरौँ के हुन्छ रहेछ है बाबु भन्न सक्दैन है केही भन्दैन के खान्छौँ अनि ठुलबालाई चाहिँ फर्सी काटेर दिन्छौँ फर्सी भने ठुलबालाई अब खाँदैन कि टेस्टहरू मासुहरू खाँदैन अनि फर्सी अर्डर गरिसकेको ठुलबालाई चाहिँ त्यही भएर नि हो सरप्राइज केक ल्याइछ है अनि यता फ्रिजमा हाल्नुपर्छ डिप फ्रिजमा अनि हाम्रै पसलको फ्रिज हो क्या यो पनि है फ्रिजमा हाल्दैछु अनि अब बेलुकाखेरि म घरमा लाग्यो सरप्राइज हुन्छ नि त त्यही मैले केक चाहिँ बजारमा राखेको छु किनभने अहिले फ्रिजमा हालिरहेको छु त्यो फ्रिजमा यहाँ घरमा आएर के पकाएर छ भने हेर्न तर के पकाएर चाहिँ भर्खर चाहिँ मम्मी मकै रोपेर आएर छ है हेर मम्मी यो हरा त आज केक ल्याइदिएँ मैले फ्रीमा मेरै पैसाले तपाईँले चाहिँ बर्थडे नमनाउने भने
कहिले मनाउने तपाईँको चाहिँ अब फागुना हो अब सो हाम्रो मम्मी पनि फागुना बर्थडे मनाइदिनु पर्ला के छ बुवा त ल अब के गर्ने हो चना मासु के केही नै पकाएर हुन्छ त किन यस्तो गरेछ अनि बसाले थियो नि त ए अनि कस्तो के काटिङ नकाट्ने भने लिन जानु पर्यो लिन जानु पर्यो के काट्ने भए ल है अब मैले केक ल्याइसकेँ त्यस्तो नभन्नु ठुलो मम्मी छिटो के मासु पकाउनु पर्यो मासु नभए खाँदैनन् क्या हाम्रो भाइ बहिनीहरूले अनि केक नारायण अङ्कल तपाईँलाई एउटा कुरो थाहा कि होइन हाम्रो आज बलराम दाइले छ नि कालदान गरेर केक किनेर ल्याइदिन्छन् ठुलो मम्मीको रे हो भने पत्ताउँदैन ठुलो बाले किनेर ल्याइसकेछन् तपाईँलाई थाहा थियो त यस्तो हुन्छ भनेर घुम्ती गरेर ल्याइसकेछन् अनि हेर त होइन काम छोडेर आएर नि घुम्तीबाट यति माया गर्दो रहेछ म भर्खर त्यही भएर निम्तो दिन मलाई के भन्नु थालेँ ल सबैलाई खबर गर्दै रे मैले गरे हो नि यो निम्तो मैले गरे हो ओ ठुलो मम्मी ल यहाँ निम्तो दिन आउनु पर्यो है तेरो त्यो 1000 को केक बुझ्दा हुँदैन ठुलो बा एक्लैले ल म पसन्द भएँ ल ठुलो मम्मी अब निम्तो भइसक्यो है पल्लारा सो मैले निम्तो गरिसकेँ तर केक चाहिँ अब ठुलोबाले माया गरेर ल्याइदिएको छ के छ मम्मी म गएँ कहाँ भाइ हो र अनि ल म जान्छु त्यसो भए हो भने तपाईँलाई थाहा छैन हामीलाई दिन्छ नि दिँदैनन् बोलाउन नि हो र बोल्नु त आफै त खाजा खाने होइन ए ल हामीलाई नि मिल्छ तपाईँलाई मिल्छ ल जानी ल जानी तपाईँलाई मिल्दैन र तपाईँले आफ्नो ल जानी ल अनि तरकारीहरू बनाइदिन्थेँ मासु ल्याएर घोडिदिन्थेँ बनाइदिन्थेँ अनि अब ल्याउँछु ल्याउँछु भनेर डिस्का सरप्राइज भने यही हो क्या सरप्राइज सरप्राइज डिस्का होइन मैले लिएर आउँछु भनेपछि छोराले लिएर आउँदैन भने लिएर आउँछु भने त अहिलेपछि डिस्काउँछु होला भन्ने के थाहा कोही होला न हो तपाईँकै रहन्छ नि ओइ भयो भयो अब धेरै ऊ त्यो झिली सेम्पू हो यो त सेम्पू यो त अहिले हराउँछ नि अब केक काट केही नै हुँदैन यो त कपडाको बान्डी खाइहाल्यो अब दिनभरि गाडी बज्छ नि त गाह्रो हुन्छ केही नै हुँदैन भने देउतै भनिने आज त ल ल ओहो ल अब त यो कागजमा ठुलवाला खुवाइदिनु सुरुमा ल पहिला काटौँ ठुलवाले ठुलममलाई यसरी काट्नु पर्छ काट्नु पर्छ काट्न खानुपर्छ होइन अब ठुलमम चाहिँ काट्ने हो ठुलमम चाहिँ छोड्दैन त्यो हात हो अब खिच्नु हो अब उतारै काट्दैन ठुलवालाई अनि ठुलवाले त्यही ठुलममलाई ह्यापी बर्थडे
to you. Happy birthday to you. Happy birthday. लाइभ हाल्दा यसले फोटो खिचे ओइ ठुलबाले खुवाइदिनु न ठुलबाले खुवाइदिनु पर्छ के ल काटेर खुवाइदिनु थोरै हैन अब दल दिनु अंकल कहाँ कुरा आइन कहाँ हजुर त्यहाँ बाँड्दै खा मुसेले मेदन सरलाई सम्पर्क गरे मेदन सर आउनु अब हाम्रो यताको ग्रुप बाँकी छौ नि हाम्रो ग्रुप रोचकलाई भिडियो गर्दै त्यो टिका कहिले त टिका आउने गरी गर्दैन आसिकेको बर्गलाई मलाई धेरै नझर्का आउनु जाऊ न 10 रुपैयाँ त 10,000 त्यो अहिले पो 10 रुपैयाँ मन दिने हो नि ज्ञानी हुनु पर्छ 10 रुपैयाँ दिनु न ल अब तपाईँ लाएर दिनु दिदीलाई टिका लाएर कहाँ पैसा दिनु दिनुपर्छ भने पैसा त्यहाँ दियो 50 रुपैयाँ नि दियो 10 रुपैयाँ नि ल आज कान्छी देउरानले ल आज उल्का भयो सबैलाई पर्दैन भन्नु न तपाईँ चाहिँ भिडियो
आज यतै भाषी जाम क्या हो यति राम्री मान्छेको नाम क्या हो झ्यालमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ भाषी जाम क्या हो यति राम्री मान्छेको नाम क्या हो झ्यालमा पर्दा माया सर्दा छ गाउँ घरमा हुर्केकी चेली कसैले झुक्कै भन्छन् झुलेली झल्मा पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ हुर्केकी चेली कसैले झुक्कै भन्छन् झुलेली झल्मा माया सर्दा छ रसापुर जस्तै झ्यालमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ त्यसरी माया सर्दा छ हजुरलाई धन्यवाद के बिना अरू मात्रै जन अल्ली दाउरे हो विचार गर पल्टनको लाउरे हो झ्यालमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ जन अल्ली दाउरे हो विचार गर पल्टनको लाउरे हो झ्यालमा पर्दा छ
लाइटमा चाहिँ काँडाको सेता यहाँ चाहिँ काँडा लागेको कस्तो कोरो आएको लाइट फुलेको फुल छ रे देख्नमा पाए मन फुल छ रे जलमा पर्दछ नहेर त्यसरी माया सर्दछ नहेर त्यसरी माया सर्दछ टिप्नु होला फुल्ने मन आजको रात दोरीमा हराए जलमा पर्दछ ल जाना दिदी बहिनी नाच ल ल हेर फसरलको हालत आजको रात दोरीमा हराए जलमा पर्दछ नहेर्नु त्यसरी माया सर्दछ नहेर्नु त्यसरी माया सर्दछ गाउन सक्छु रात्र पान्दिन लाउने हुम्के हर खाना जान्दिन जलमा पर्दछ नहेर त्यसर्दछ नहेर त्यसरी माया सर्दछ दाउरा बखानी भुराली होइन जैवानी जानी हो जलमा पर्दछ नहेर त्यसरी माया सर्दछ नहेर त्यसरी माया सर्दछ रात्रिमा सिंहबाट कुमारी होलिनलाई त्यहाँबाट तलघडीको बसमा मेरी छुच्ची नकाली ल्याइदिएको छु चस्मा हिँड्नै लायो रात्रिमा सिंहबाट कुमारी होलिनलाई त्यहाँबाट तलघडीको बसमा मेरी छुच्ची नकाली ल्याइदिएको छु चस्मा मेरी छुच्ची नकाली मलाई सबैले दिनभरि काम गर्छु कमाउँछु सात परिसी कमाउँछु मासु मिठो फालेको माछा पारेको ल्याउ साइली 2 बोतल घरमै पारेको काम भट्टीमा रमाउँछु मासु मिठो फालेको माछा पारेको ल्याउ साइली 2 बोतल घरमै पारेको बोतलमा भित्र फालेको म त धाउन ताल्यो ओ बदल भन्न ओ बदल ओ बदल हट्टी छेउमा पुग्न कि त मगमग बसाइहाल्छ छाडा बदल देख्नै पानीले आँखा सँगै सानीले इज्जत लाग्यो पिउने पानीलाई बोतलको पानीले
हिजो बर्थडे कस्तो भयो टुनमी खानै पाएन अनि अब छोरीलाई धन्यवाद दिनु पर्यो त छोरीले यति माया गरेर धन्यवाद धन्यवाद मेरो छोरीलाई धन्यवाद केक किनेर पठाइदिए रहेछ केक चाहिँ मैले किनिदिएर आएर काठमाडौँबाट केक पठाउनु मिल्छ काठमाडौँबाट मेरो छोरीले केक पठाइदिएछ अनि खत्रीले गरेर ल्याएछ काठमाडौँबाट केक पठाउनु मिल्दैन धुलो हुँदैन मेरो छोरीलाई धन्यवाद छ है छोरा र छोरीलाई अहिले त अब छोराछोरीको नाम मात्र छ नि अब हाम्रो नाम कहाँ आउँछ त हामीले किनेर ल्याएपछि हो गुड यति रमाइलो कहिले भेटेको थियो सो फाइनली अब सबै सकिसक्यो है बर्थडे नि अब हिजो बेलुका भइसक्यो अनि अब तपाईँहरूले फुल भिडियो हेरिदिनु होला है सरप्राइज भयो है ल भने ल कति गरा सो फाइनली तपाईँहरूले चाहिँ अन्तिमसम्म भिडियो हेरिदिनु होला है त्यही हो मैले के भन्दिनँ अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला